आज एउटा यस्तो कुरा भन्छु होइन, बुझ्नुहुन्छ भने चाहिँ ठिकै छ होइन, बुझ्नुहुन्न भने त मेरो भन्नु केही पनि छैन है। भन्छ नि समय आउँछ, मेरो पनि समय आउँछ भन्ने। खासमा समय कहिले पनि आउँदैन कि, समय ल्याउनु पर्छ है। समयको पनि छुट्टै खेल छ कि, कसैको कट्दैन र कसैसँग हुँदा पनि हुँदैन कि। समय देखिँदैन हेर्नु होइन, तर धेरै कुरा देखाएर जान्छ कि होइन। अनि अर्को कुरा, तपाईँ भन्नुहुन्छ नि आफ्नो म आफ्नो मान्छे हो, म यो भन्ने मान्छे धेरै भेटिन्छ, तर को आफ्नो भन्ने कुरा समयले मात्र देखाउँछ कि, बुझ्नुभयो नि। त्यसैले समयको प्रतीक्षामा नबस्नु, समय ल्याउनु पर्छ होइन। यो कुराहरूलाई लाइफमा एनालाइज गर्नु होला होइन। मैले भने त समयको यस्तो खेल चल्छ कि, यदि तपाईँसँग पैसा छ होइन, तपाईँको समय राम्रो छ भनेपछि तपाईँले गरेको गल्ती पनि मजाक लाग्छ कि, तर तपाईँको समय खराब चलिरहेछ भनेपछि तपाईँले गरेको मजाक पनि तपाईँको आफन्तलाई गल्ती लाग्छ कि। यति कुरा चाहिँ बुझ्नु होला होइन। र तपाईँलाई कस्तो लाग्यो कुरा होइन, कमेन्ट गर्नु होला, कमेन्ट बक्स खाली रहेछ होइन। मैले गलत भनेछु भनेपछि केही टिप्पणी गरिदिनु त्यसमा होइन।